So here with me, the captain of Amba cricket team. So first of all, many congratulations for the first win of the tournament. Snika तामाङ है अन्त आज एकदमै दामी क्याप्टेन नखेलेको छ सो फर्स्ट म्याच हारेर सो मेन्टली कतिको च्यालेन्जिङ थियो किन आजको मस्ट विन गेम थियो हैन एज ए क्याप्टेन लिड पनि गर्नुपर्ने थियो अनि आजको एकदमै राम्रो इनिङ पनि खेल्यो सो के भन्नु छ हाम्रो फर्स्ट म्याच हारेर चाहिँ अब मेन्टली त अलिकति अनस्टेबल भएको थियो तर चाहिँ एकदमै बेसी कन्फिडेन्ट थियो कि जित्छ भनेर अस्तिको म्याच हारेर चाहिँ मैले चाहिँ के सोचेको थिएँ भने चाहिँ भगवान्ले जे पनि बिलिभ इन गड्स प्लान के भन्थ्यो जे हुन्छ राम्रोकै लागि हुन्छ अनि त्यही सोचेर चाहिँ आज हामी म्याच सो टकिङ अबाउट यर पर्सनल पर्फर्मेन्स चाहिँ एकदमै सलिड इनिङ थियो पहिला स्टार्टिङमा मजाले जित्छ जस्तो लाग्दै थियो तर बादमा गएर इनिङ मतलब म्याच फसेको पनि लोवर अर्डरको ब्याटरहरू आइरहेको थियो त्यतिखेर कसरी आफूले आफूलाई चाहिँ प्रिपेयर गर्यो त्यस्तो कन्डिसनमा कसरी आफूले आफूलाई कन्ट्रोल गरेर खेल्यो मैले चाहिँ यति मात्रै सोचेको थिएँ कि उनीहरूले चाहिँ जस्ट मलाई सपोर्ट मात्रै गर म खेल्छु एकपट्टिबाट अनि म जिताउँछु मेरो टिमलाई एज अ क्याप्टेन एज अ प्योर ब्याटर र एकदमै राम्रो प्रकारले टिमलाई लिड पनि गरेको छ अगाडिपट्टिबाट है अन्त यो फर्स्ट म्याच जितेको पनि छ अब टुर्नामेन्टको फर्स्ट म्याच भनौँ न हामीले जितेको चाहिँ सो आउने पनि मस्ट विन गेम छ सो त्यसको लागि कतिको तयारी छ के कस्तो छ त्यसको लागि चाहिँ म मेरो प्लेयर हाम्रो कोचेस चाहिँ सबैजना एकदमै बेसी तयार छ नेक्स्ट म्याच